कल्पना गर्नुहोस्, तपाईँ कोरियन साथीलाई पहिलो पटक भेट्दै हुनुहुन्छ। अब कसरी बोल्ने? सबैभन्दा पहिले छनुन इएयो येयो, अर्थ म हुँ। उदाहरण छनुन नेपाल सारामिएयो, अर्थ म नेपाली व्यक्ति हुँ। अब आफ्नो नाम भन्न छे इरमुन राम इएयो, अर्थ मेरो नाम राम हो। अब आफ्नो काम भन्न छनुन हाक्सेङ इएयो, अर्थ म विद्यार्थी हुँ। अब छोटो सेल्फ इन्ट्रोडक्सन जोडौँ। छनुन नेखाल सारामिएयो, छे इरमुन रामिएयो, छनुन हाक्सेङ इएयो। यसरी तपाईँ सजिलै आफ्नो परिचय दिन सक्नुहुन्छ। अब तपाईँ प्रयास गर्नुहोस्। छनुन ... इएयो आफ्नो जानकारी भर्नुहोस्। यदि तपाईँ कोरिया जान चाहनुहुन्छ वा इपिएस तयारी गर्दै हुनुहुन्छ भने यो सिरिज तपाईँको लागि हो।